सो गाइज नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो यो छज्जु मार्ज खरोड छज्जु मार्ज कलोनीमा बिहान 9 बजे गया लाइट, अहिलेसम्म आएन। अहिले चाहिँ 1 बजिसक्यो। एकदमै गर्मीले पुरा पसिना पसिना भइयाछ, त्यही पनि बस्नु परेछ भित्र। अब बाहिर जाम भने एकदमै गर्मी छ, भित्र पनि त्यही छ हाल। कहाँ चाहिँ गएर बस्ने हो, यो परदेशी जिन्दगी गाह्रो छ गाइज। यो बेला चाहिँ साँच्चै घरको याद आउने के, हावा पानी। अनि अब कुलरको के भन्छन् कि त्यसको नाम, कुलरको हावा ल्याउनु परेन, अनि एसीको चिसोमा बस्नु परेन, त्यस पछाडि फ्रिजको पानी पिउनु परेन। हाम्रो मूलको पानी काफी हुन्छ गाउँघरमा। एकदमै याद आयो मलाई चाहिँ, एकदमै लाइट जाने हो यो ठाउँमा चाहिँ। मलाई चाहिँ अस्ति पनि 12 बजी गएको लाइट साँझ 3 बजे आएको राति। आज पनि फेरि बिहान गया हो, कतिखेर आउँछ थाहै छैन गाइस। कस्तो झ्याउ लाग्ने जस्तो भएको छ गर्मीले। यो हाम्रो छज्जु मार्जमा चाहिँ अलिकति ज्यादै जान्छ कि लाइट पनि, किन हो खै थाहा छैन। परदेशी जिन्दगी साँच्चैमा धिक्कार छ यार, साँच्चैमा गाह्रो छ। हजुरहरू कस्तो अवस्थामा हुनुहुन्छ? हजुरहरूकोतिर जान्छ कि नै लाइट? साँच्चैमा गर्मी एकदमै छ गाइस। फेरि आजबाट झन् धेरै हुन्छ भन्थे नि त, नभन्दै धेरै छ गर्मी, धेरै ज्यादा। मन पनि लागेको छैन मलाई त बाहिर निस्किन, एकदमै गर्मी छ बाहिर पनि। हेर्नुहोस् न, केही देखिँदैन बाहिर, एकदमै उसले केही पनि देखिन। यो छ हाल। बाई बाई गाइस।